Hello students. So today's topic is set. So set भनेको चाहिँ समूह हो. समूह भनेको कुनै पनि दुईटा कुरा चाहिँ मिल्दाखेरि अथवा दुईटा कुराको चाहिँ कलेक्सन हुँदाखेरि चाहिँ के देखिन्छ भन्ने कुरा हो. So set is a collection of well defined distinct object. सेट भनेको चाहिँ एउटा यस्तो समूह हो जुन चाहिँ एकदमै डिफाइन गरिएको हुन्छ र त्यसको चाहिँ एउटा छुट्टा छुट्टै डिस्टिंक्ट अब्जेक्ट हुन्छ. डिस्टिंक्ट भनेको छुट्टा छुट्टै अब्जेक्ट. डिस्टिंक्ट भनेको चाहिँ त्यो चाहिँ दोहोरिनु भएन, त्यो चाहिँ फेरि रिपिट हुनु भएन. फर एक्जाम्पल कुनै पनि सेटमा चाहिँ 1,1 भएर आउँदैन किनभने त्यो चाहिँ 1 and 1 चाहिँ के भयो, सिमिलर अब्जेक्ट्सहरु भयो. सो डिस्टिंक्ट हुनु पर्यो, बेग्ला बेग्लै हुनु पर्यो सेट हुनको लागि. इट इज अलवेज डिनोटेड बाइ क्यापिटल लेटर्स लाइक A, B, C. सो जहिले पनि सेट चाहिँ के हुन्छ, क्यापिटल लेटरले मात्र डिनोट गरिन्छ. सो यो चाहिँ जहिले पनि क्यापिटल लेटरले मात्र डिनोट गर्ने. जस्तै यहाँनेर एक्जाम्पल पनि छ, यहाँनेर अगाडि क्यापिटल लेटरले डिनोट गरेको छ अनि यहाँ भित्रको अब्जेक्ट चाहिँ के छ, डिस्टिंक्ट छ. त्यो भनेको चाहिँ बेग्ला बेग्लै अथवा युनिक अथवा छुट्टै बेग्लै. So we usually denote sets by capital letter and the members or elements of the sets are enclosed inside the braces separated by commas. जहिले पनि सेट को चाहिँ मेम्बर्सहरु चाहिँ के हुन्छ, यसरी enclosed under the inside the braces. जहिले पनि यस्तो यो कर्ली ब्रेसेस को भित्र चाहिँ यो के भएको हुन्छ, enclosed भएको हुन्छ and then it is always separated by the commas. So a set A is the collection of even numbers from 1 to 10. Set A चाहिँ के हो, यो माथि दिएको एक्जाम्पल को set A चाहिँ के हो, it is a collection of even numbers from 1 to 10. So now we'll learn sets को symbols हरु चाहिँ कस्तो कस्तो हुन्छ भनेर. Okay, so these are the symbols, name and examples. So symbols चाहिँ के हुन्छ भन्दा सेट को मेन सिम्बल भनेको चाहिँ कर्ली ब्रेसेस. यसले चाहिँ सेट भनेर जनाउँछ अनि यसको भित्र चाहिँ हामीलाई के चाहिन्छ, कमाजहरु चाहिन्छ. सो सेट को एक्जाम्पल भयो यो. दिस इज अ मेम्बरशिप, मतलब यो भित्रको अब्जेक्ट चाहिँ यो सेटमा बिलोङ गर्छ भनेर चाहिँ हामीले यो मेम्बरशिप भन्ने ई जस्तो देखिने खालको एउटा साइन युज गर्छौं. फर एक्जाम्पल यो M भन्ने सेटमा चाहिँ 1 भन्ने मेम्बर छ भन्नको लागि 1 इज अ मेम्बर अफ M. सो 2 भन्ने पनि छ भन्नको लागि 2 इज अ मेम्बर अफ M. 3 इज अल्सो द मेम्बर अफ M. यसरी बुझ्ने. नन मेम्बरशिप भनेको चाहिँ यो सेटमा बिलोङ गर्दैन भन्नको लागि हामीले युज गर्छौं. सो दैट मीन नन मेम्बरशिप. सो नन मेम्बरशिप भनेको चाहिँ 6 डज नट बिलोंग्स टु M. मतलब 6 चाहिँ यो M मा चाहिँ छैन किनभने 1 2 3 4 मात्रै छ. 6 चाहिँ यसको मेम्बर हैन भन्नको लागि चाहिँ नन मेम्बरशिप युज गर्ने. 7 इज अल्सो नट द मेम्बर अफ द M. 7 पनि यहाँनेरि छैन. त्यसो भए यहाँनेरि 7 नन मेम्बरशिप को सिम्बल एन्ड देन M यसरी लेखिन्छ. यसको युज चाहिँ हामीले पछि एक्सरसाइजेसहरुमा गर्छौं. तर यो केमा काम लाग्छ भनेर चाहिँ वी नीड टु नो नि त. त्यही भएर सो थ्योरी इज अल्सो इम्पोर्टेन्ट है. सो प्रपर सबसेट भनेको चाहिँ के हो, प्रपर सबसेट को सिम्बल चाहिँ यस्तो स्मल सी जस्तो तर अलिकति छड्के पारामा लेखिन्छ. सो अ सेट दैट कन्टेन इन अनदर सेट. एउटा यस्तो सेट जुन चाहिँ अर्को सेटमा पनि कन्टेन भएको हुन्छ त्यसलाई चाहिँ हामीले के भन्छौं, प्रपर सबसेट भन्छौं. फर एक्जाम्पल यो त 1 2 3 4 चारवटा भएको वाला छ. सो यसको चाहिँ प्रपर सबसेटहरु चाहिँ कति धेरै बन्न सक्छ त्यसको चाहिँ एउटा एक्जाम्पल चाहिँ यहाँ पनि छ है. सो 1, 2 यसको चाहिँ यो यति मात्रै निकालेर पनि त हामीले एउटा सेट त बनाउन सकिम नि त. सो दैट इज अ प्रपर सबसेट. एन्ड देन इम्प्रपर सबसेट भनेको चाहिँ कन्टेन्ड एन्ड इक्वल. सेमै सेट अर्को नामको पनि त हुन सक्छ नि त. सो त्यसलाई चाहिँ हामीले के भन्छौं, इम्प्रपर सबसेट भन्छौं. अनि अर्को हुन्छ सुपर सबसेट. सुपर सबसेटलाई चाहिँ हामीले यसरी उल्टो सी गरेर दिन्छौं. यो भनेको चाहिँ सबैको हेड, दैट इज N चाहिँ के भयो, सुपर सबसेट अफ 2 and 3 भयो भनेको छ. सो यसमा चाहिँ यो 2 र 3 को सुपर सेट चाहिँ के भयो, 2 र 3 को सुपर सेट चाहिँ के भयो, M भयो. यसरी पनि बुझ्न सकिन्छ. सो यो चाहिँ हामीले सेटमा युज गर्ने बेसिक सिम्बल्सहरु हो. यसमा चाहिँ
सेटको सिम्बल यो भयो यसमा चाहिँ सेपरेटेड बाइ कमाजहरु हुन्छ मेम्बरशिप भनेको हरेक अब्जेक्टको एउटा मेम्बर के छ त भनेर 1 belongs to M 2 belongs to M यसरी चाहिँ मेम्बरशिप भयो अर्को भनेको नन मेम्बरशिप भनेको यहाँनेरि म पढ्दिन है भनेको दैट इज नन मेम्बरशिप भयो अर्को प्रपर सबसेट भनेको म चाहिँ यसकै एउटा पार्ट हुँ सपोज हामीले 2 र 3 पनि लिएर एउटा प्रपर सेट बनाउन सक्थ्यौं और 3 र 4 लिएर पनि प्रपर सेट बनाउन सक्थ्यौं और 1 मात्रै लिएर अथवा 2 मात्रै लिएर पनि हामीले प्रपर सबसेट बनाउन सक्थ्यौं सो यो चाहिँ के भयो प्रपर सबसेट को सिम्बल चाहिँ स्मल सी अर्को छ इम्प्रपर सबसेट भनेको चाहिँ इक्वलेन्ट कन्टेन्ट सेमै छ भने देखि दैट विल बी इम्प्रपर सबसेट 1 2 3 4 नै छ भने 1 2 3 4 चाहिँ के भयो यसको इम्प्रपर सबसेट भनेर भयो अर्को छ सुपरसेट भनेको चाहिँ सबैको हेड भनौं न हैन सबै सेट्सहरु चाहिँ इन्क्लुड त्यसमा हुन्छ भने देखि त्यसलाई सुपरसेट अथवा युनिभर्सल सेट पनि भन्न सकियो सो अब चाहिँ हामीले मेथड्स अफ डिस्क्राइबिङ अ सेट भनेर पढ्छौं सो सेटलाई चाहिँ कति टाइप्सले चाहिँ डिस्क्राइब गर्न सकिन्छ भन्ने कुरा चाहिँ यो टपिकमा हामीले पढ्छौं सो सेटलाई चाहिँ हामीले नर्मली 3 टाइप्समा डिस्क्राइब गर्न सकिन्छ सो फर्स्ट वन इज डिस्क्रिप्सन सेकेन्ड वन इज लिस्टिङ मेथड थर्ड वन इज सेट बिल्डर डिस्क्रिप्सन भनेको चाहिँ वर्ड डिस्क्रिप्सन अफ अ कमन प्रपर्टिज हामीले नर्मल्ली बोलीचालीको भाषामा चाहिँ के गरेर चाहिँ भन्दाखेरि चाहिँ बुझिन्छ भने जस्तै चाहिँ यो चाहिँ वर्ड डिस्क्रिप्सन हो सो अ सेट अफ ऑड नम्बर्स लेस देन 10 भन्दा सानो चाहिँ ऑड नम्बरहरु चाहिँ कुन छन् त त्यसको सेट बनाऊ भन्यो भने त हामीलाई सजिलो भयो नि त 1 3 5 7 9 यसरी यो चाहिँ प्रष्टसँगले भनेकोलाई चाहिँ हामीले के भन्छौं डिस्क्रिप्सन भन्छौं दैट इज वर्ड डिस्क्रिप्सन अफ अ कमन प्रपर्टिज अर्को छ लिस्टिङ मेथड यो चाहिँ हामीले देखिराखेको यो चाहिँ हेर्दैखेरि ए यो त सेट हो भनेर चिनिने हैन सिम्बल्सहरु युज भएको छ सेटको कमाजले सेपरेटेड छ क्यापिटल लेटरमा चाहिँ अगाडि सुरु गरिएको छ यो भनेको चाहिँ लिस्टिङ मेथड हो लिस्टेड इनसाइड ब्रेसेस सेपरेटेड विथ द कमाज यो चाहिँ के हुँदै रहेछ यसमा चाहिँ ब्रेसेस भित्र चाहिँ यसलाई राखिएको हुँदै रहेछ अनि हरेक अब्जेक्ट्सहरुलाई चाहिँ हरेक डिस्टिंक्ट अब्जेक्टहरु है छुट्टा छुट्टै अब्जेक्टहरुलाई चाहिँ के गरिएको हुँदै रहेछ सेपरेटेड विथ द कमाज अर्को छ सेट बिल्डर और रूल मेथड यो भनेको चाहिँ एकदमै नै स्टुडेन्टहरुले पनि गाह्रो मान्ने अनि यो देखेपछि चाहिँ छोड्न मन लाग्ने हो सेट बिल्डर भनेको चाहिँ रूल मेथड हो यो चाहिँ अघि नै मैले के भनेको थिए यसको चाहिँ यो भनेको चाहिँ के हो बिलोंग्स टु अथवा मेम्बरशिप हो जहाँनेरि हामीले मेम्बरशिप हो यसको मेन नाम चाहिँ तर हामीले नर्मली चाहिँ के भन्छौं बिलोंग्स टु अर डज नट बिलोंग्स टु भनेर पनि भन्छौं है सो बिलोंग्स टु भनेको यो अर्को डज नट बिलोंग्स टु मा चाहिँ के हुन्छ नन मेम्बरशिपलाई चाहिँ हामीले डज नट बिलोंग्स टु भनेर पनि भन्छौं सो यसमा चाहिँ के छ डिस्क्राइब्स द कमन प्रपर्टिज अफ द एलिमेन्ट्स अफ अ सेट बाइ युजिङ सिम्बल्स यसले चाहिँ के भन्छ एलिमेन्ट्सहरुको चाहिँ त्यहाँ भित्र भएको अब्जेक्ट्सहरुको चाहिँ एलिमेन्ट्सहरुको चाहिँ के गर्दै रहेछ कमन प्रपर्टिज चाहिँ डिस्क्राइब गर्दै रहेछ के गरेर सिम्बल्सहरु युज गरेर कुन सिम्बल्सहरु अघि हामीले अगाडि नै पढेको सिम्बल्सहरु दैट इज यहाँनेरि हामीले के पढेको थियौं मेम्बरशिप नन मेम्बरशिप प्रपर सबसेट इम्प्रपर सबसेट सुपर सबसेट भनेर जे पढेको थियौं त्यो चाहिँ अब यसले के गर्ने भो त्यो युज गरेर चाहिँ सेटलाई डिफाइन गर्ने भो र फर्दर अरु पनि सिम्बल्सहरु युज हुन्छ फर एक्जाम्पल लेस देन ग्रेटर देन इक्वल्स टु नट इक्वल्स टु हैन यिनीहरु पनि युज हुन सक्छ सो प्राय जसो युज हुने भनेको चाहिँ लेस देन र ग्रेटर देन भयो अनि त्यसपछि अर्को के भयो भने 0 भन्दा ठूलो र 10 भन्दा सानो यसरी पनि आउन सक्छ यो भनेको चाहिँ हामीले लेस देन र ग्रेटर देन चाहिँ पहिला सुरु बुझ्नु पर्छ यो लेस देन बुझ्न र ग्रेटर देन बुझ्न एकदमै सजिलो छ दैट इज सबैभन्दा सानो चुच्चो जतापटि पर्छ दैट इज थोरै भनेर बुझ्यो भने देखि इट विल बी भेरी इजी टु अन्डरस्ट्यान्ड है सो डिस्क्राइब्स द कमन प्रपर्टिज यहाँनेरि चाहिँ अब यसले के भन्यो हेर त x belongs to odd numbers x is lesser than 10 भन्यो x belongs to odd number x is lesser than 10 भनेपछि x चाहिँ के रहेछ x भनेको चाहिँ हरेक अब्जेक्टलाई भनेको है उले हरेक अब्जेक्टलाई यहाँ हेर त एलिमेन्ट्स भनेको छ सबै एलिमेन्ट्सलाई भनेको उले x भनेको चाहिँ सो x
इज x बिलोंग्स टु odd numbers. x चाहिँ सबै odd numbers रहेछ भनेर बुझ्यो. मतलब odd numbers मा त के पर्यो 1 3 5 7 यिनीहरु पर्यो नि त. सो x चाहिँ सबै odd numbers रहेछ. अनि x चाहिँ के पनि रहेछ भन्दा x चाहिँ 10 भन्दा सानो पनि रहेछ. सो यसले 0 भन्दा ठुलो भनेर चाहिँ भनेको छैन. भनेपछि यहाँनेरि माइनसमा भएको odd numbers पनि पर्ने भयो. तर हामीले नर्मल्ली यसरी यति मात्रै देख्दाखेरि चाहिँ हामीले कहिले पनि माइनसमा भएको लेख्दैनौं. सो 1 3 5 7 9 यति लेख्दियो भने हाम्रो आन्सर मिल्छ है. सो यो चाहिँ के रहेछ यसको चाहिँ कमन प्रपर्टिजहरु डिस्क्राइब गर्यो. आखिर भएको त यसमा अ सेट अफ odd number लेस देन 10 यही नै हो नि त भनेको त यसमा पनि. तर यसमा चाहिँ के युज भयो एउटा इज भन्ने इज टु भन्ने इज भन्ने युज भयो हैन. अर्को के भयो बिलोंग्स टु मेम्बरशिपको सिम्बल युज भयो. अर्को के भयो लेस देन भन्ने सिम्बल युज भयो. सो यो सेट बिल्डर भनेको चाहिँ कस्तो रहेछ रुल मेथड भनेको चाहिँ डिस्क्राइब्स द कमन प्रपर्टिज अफ द एलिमेन्ट्स अफ अ सेट by using symbols. सिम्बल्सहरु युज गरेर चाहिँ कसरी चाहिँ यसको कमन प्रपर्टिजहरु देखाउन सकिन्छ भनेर रहेछ. अब यसैगरी सिमिलरली x बिलोंग्स टु कति इवन नम्बर्स x लेस देन 20 भनेर आइदियो भनेदेखि इवन नम्बर्सहरु 20 सम्मको लेखिदिने. सिमिलरली यसैगरी प्राइम नम्बर भनेर आयो भने प्राइम नम्बर्सहरु लेखिदिने. अनि अड नम्बर भन्यो भने अड नम्बर लेखिदिने. मल्टिपल अफ 5 भन्देला त्यो मल्टिपल अफ 5 लेखिदिने. मल्टिपल भन्ला त्यस्तै त्यस्तै सबै सिम्बल्सहरु युज गरेर नम्बर्सहरु सोध्ला. कहिलेकाहीँ के पनि भनिदिन्छ भने यो चाहिँ नेचुरल नम्बर हो कि होल नम्बर हो कि तिनीहरु पनि भनिदिन्छ. होल नम्बर भन्यो भने 0 देखि सुरु, नेचुरल नम्बर भन्दै 1 देखि सुरु. सो यस्तो यो बेसिक कन्सेप्ट्सहरु चाहिँ हामीलाई थाहा भयो भने चाहिँ यो एकदमै नै सजिलो हुन्छ. सो दिज आर 3 मेथड्स. फर्स्ट वान इज डिस्क्रिप्सन. डिस्क्रिप्सन भनेको वर्ड डिस्क्रिप्सन भनेर सम्झिने. हामीले डिस्क्राइब के गर्छौं वर्डमा गर्छौं डिस्क्रिप्सन सम्झिने. अर्को छ लिस्टिङ. लिस्टिङ त सुन्दै थाहा हुन्छ. लिस्टिङमा चाहिँ हामीले के गरिन्छ लिस्ट आउट गरिन्छ भनेर बुझ्ने. लिस्टमा जहिले पनि कमाजहरु युज हुन्छ त्यो पनि थाहा भइहाल्छ. अर्को छ सेट बिल्डर अर रुल मेथड. यो चाहिँ अलिकति इम्पोर्टेन्ट वाला छ. सो दिज आर द मेथड्स अफ डिस्क्राइबिङ अ सेट. सो सेटको नेक्स्ट टपिक चाहिँ के छ कार्डिनल नम्बर भनेर छ. सो यो चाहिँ एकदमै VVI भनेर मैले यहाँ लेखिदिएको पनि. सो दिस इज भेरी भेरी इम्पोर्टेन्ट टपिक. सो एन्ड भेरी भेरी इजी टपिक पनि किनभने एकचोटि बुझ्यो भनेदेखि इट विल नट बी द्याट हार्ड. सो कार्डिनल नम्बर भनेको चाहिँ के हो भने कुनै पनि सेटले कतिवटा एलिमेन्ट्सहरु बोकेको छ भनेर बुझाउने नम्बर हो. सो इट्स भेरी इजी है. कार्डिनल नम्बर भनेको के रहेछ सेटमा नम्बर गन्ने बच्चाले जस्तो 1 2 3 4 5 6. सो कार्डिनल नम्बर इज 6. फिनिश सक्यो द्याट्स इट. कार्डिनल नम्बर भनेको यति हो. सो द नम्बर अफ एलिमेन्ट्स कन्टेन्ड इन अ सेट इज कल्ड कार्डिनल नम्बर. इट इज डिनोटेड बाइ नम्बर अफ A, नम्बर अफ B एटसेट्रा. यसरी चाहिँ डिनोट गरिएको हुन्छ. सो कार्डिनल नम्बर भनेको चाहिँ द नम्बर अफ एलिमेन्ट्स कन्टेन इन अ सेट इज कल्ड कार्डिनल नम्बर. सो कुनै पनि अब यहाँनिर पछाडि 14 15 थियो भने के हुन्थ्यो कार्डिनल नम्बर 8 हुन्थ्यो किनभने दुईटा एलिमेन्ट्स थपेको छ. सो इट्स भेरी इजी. अनि यो चाहिँ हामीले सेटमा एकदमै धेरै युज पनि गर्छौं. पछि 9 मा पनि 10 मा पनि हामीले एकदमै धेरै युज गर्छौं. स्पेशली 10 क्लासमा चाहिँ हामीले प्राय सबै फर्मुलाहरु कार्डिनल नम्बरको थ्रुबाटै बनाएको हुन्छौं. सो इट इज भेरी इम्पोर्टेन्ट टपिक. अनि प्लस सोधिराख्ने टपिक पनि हो. द्याट्स व्हाई आई रोट इट भेरी भेरी इम्पोर्टेन्ट. त्यही भएर यहाँनेरि सो कार्डिनल नम्बर अफ अ सेट भनेको चाहिँ जस्ट सेटको नम्बर्सहरु गन्ने अनि त्यो नम्बर्सहरुको काउन्ट कति पुग्यो त्यही काउन्ट चाहिँ हामीले यहाँनेरि लेख्ने हो. द्याट इज कार्डिनल नम्बर अफ अ सेट. द नेक्स्ट टपिक इज टाइप्स अफ सेट. सो व्हाट इज टाइप्स अफ सेट? कतिवटा टाइप्स छ त सेटको भन्दा there are 6 types of set. So the first one is singleton set or unit set. यदि कुनै पनि सेटमा एउटा मात्रै एलिमेन्ट छ भने meaning a set containing only one element is called singleton set. यो एकदमै धेरै सोधिन्छ. सो अर्को छ बी रिता भनेको छ. बी भन्ने सेटमा पनि एउटा मात्र रिता भन्ने नाम हो. सो यो 1 2 3 4 भनेर काउन्ट हुँदैन है यस्तो. सो यो चाहिँ के हो एउटा रिता भन्ने नाम हो. तर यदि यहाँनेरि RITA भनेर कमा दिएर आएको थियो भने दिस वुड नट बी सिंगलेटन सेट. सो यसरी हामीले सेटको सिंगलेटन सेटको बारेमा बुझ्न सकिन्छ.
अर्को छ इम्प्टी अर नल सेट। यदि कुनै पनि एलिमेन्ट छैन भने चाहिँ त्यसलाई के भनिन्छ इम्प्टी अर नल सेट भनेर भनिन्छ। अ सेट कन्टेनिङ नो एलिमेन्ट इज कल्ड इम्प्टी अर नल सेट। कुनै पनि सेटमा यदि केही पनि छँदै छैन भने दैट वुड बी इम्प्टी सेट है। सो यसलाई चाहिँ खाली कर्ली ब्रेसेस और यसरी नल साइनले चाहिँ नोटेसन गरिन्छ। नलमा चाहिँ यसरी गोलो बनाउने अनि यसरी काट्दिने। सो यदि फेरि एउटा कन्फ्युजन के छ भने यो सेट भित्र हामीले नल राख्यौं भने चाहिँ दिस वुड बी चाहिँ फेरि सिंगलटन सेट है। यो चाहिँ गर्न पाइँदैन है इम्प्टी सेटको एक्जाम्पलमा। यदि तिमीलाई कहिलेकाहीँ यसरी मल्टिपल चोइस क्वेसनमा चाहिँ which set is this भनेर आइदिन्छ। सो दिस वुड बी सिंगलटन सेट। यहाँनिर यो नल भए पनि नल और 5 भन्ने भ्यालु भए पनि यो चाहिँ के भयो सिंगलटन सेटमै भयो किनभने यो सेट भित्र चाहिँ एउटा मात्रै एलिमेन्ट छ। सो यदि खाली यसरी आउँछ भने दिस वुड बी इम्प्टी सेट, तर यसरी सेट भित्र आउँछ भने दिस वुड बी सिंगलटन सेट। यो चाहिँ एकदमै कन्फ्युजिङ येट एकदमै सोधिने खालको क्वेशन हो है। सो द नेक्स्ट इज युनिभर्सल सेट। द लार्जेस्ट सेट इन डिस्कसन अंडर कन्सिडरेसन इज कल्ड युनिभर्सल सेट। लार्जेस्ट सेट हामीले कुनै पनि लार्जेस्ट सेट चाहिँ एक्जाम्पलको लागि लिन्छौं भने इन अ डिस्कसन अंडर कन्सिडरेसन छ भने दैट वुड बी युनिभर्सल सेट। यसको चाहिँ एक्जाम्पल छ सबैभन्दा ठूलो सेटलाई चाहिँ हामीले यु भनेर यसरी ब्र्याकेट बनाएर ठूलो ब्र्याकेट बनाएर यसरी यु भनेर लेखेको यो वाला सेटलाई चाहिँ हामीले के भन्छौं युनिभर्सल सेट भन्छौं। यो चाहिँ 1 देखि 10 सम्म पनि हुन सक्छ, 1 देखि 20 पनि हुन सक्छ, 0 देखि 50 पनि हुन सक्छ अथवा 10 देखि 20 पनि हुन सक्छ। इट चाहिँ डिपेन्ड्स है। अ लार्जेस्ट सेट इन अ डिस्कसन कुनै पनि डिस्कस भएको ठाउँमा चाहिँ सबैभन्दा ठूलो सेट कुन छ अन्डर कन्सिडरेसन कतिसम्म कन्सिडर गरिएको छ दैट इज युनिभर्सल सेट। अर्को छ फाइनाइट सेट। सो व्हाट इज फाइनाइट सेट भन्दा चाहिँ फाइनाइट सेट्स भनेको चाहिँ सेट्स दैट कन्टेन्स फाइनाइट नम्बर अफ एलिमेन्ट्स आर कल्ड फाइनाइट सेट। सपोज यहाँनिर यो एक्जाम्पलमा के छ 0 देखि 50 सम्म छ है भन्ने त हामीलाई थाहा छ नि त। यो डट 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 कमा कमा दिएर गरेको भनेको त के हो यो सेटमा चाहिँ ए भन्ने सेटमा चाहिँ 0 देखि 1 2 3 4 5 हुँदै 48 49 50 सम्म चाहिँ हामीसँग चाहिँ नम्बर्सहरु छ और एलिमेन्ट्सहरु छ भन्ने थाहा हुन्छ। सो यहाँ चाहिँ कतिवटा टोटल 51 वटा भ्यालुहरु छ भन्ने हामीलाई थाहा छ। सो दैट इज फाइनाइट सेट। हामीलाई थाहा छ नि त यति सम्म छ भनेर। सो सेट दैट कन्टेन्स finite number of elements are called finite sets. अर्को छ इन्फाइनाइट सेट। सेट्स दैट contain infinite numbers of element are infinite set. 0 देखि 1 2 3 डट डट डट। अब कहाँसम्म त यो 100 हो कि 1000 हो कि 10,000 हो कि 1 मिलियन हो कि 2 बिलियन हो कि कति हो त यो त हामीलाई थाहा छैन। सो दिस इज इन्फाइनाइट सेट जहाँ चाहिँ यसरी डट 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 गरेर छोडिदियो। अब यतिसम्म अब सपोज यहाँनिर 6 भनेको भए त 3 4 5 6 यतिवटा रहेछ भनेर थाहा हुन्थ्यो नि तर छैन। सो डट 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 छ भनेपछि दिस इज इन्फाइनाइट सेट। सेट दैट contains infinite number of elements are infinite set. यो चाहिँ एकदमै बेसिक्स हो। टाइप्स अफ सेटमा हामीलाई सोधिन्छ। सो व्हाट आर द टाइप्स अफ सेट भनेर आउन सक्छ यो कुरा चाहिँ याद गर्नु पर्छ। सो फर्स्ट वान इज सिंगलटन एउटा मात्रै हुने। अर्को छ इम्प्टी सेट जसमा कुनै पनि एलिमेन्ट्स हुँदैन। सो अर्को पनि के थियो यहाँनिर एउटा कन्सेप्ट के थियो यो 5 चाहिँ यदि ब्रेसेस भित्र आयो भने चाहिँ यो चाहिँ के हुन्छ सिंगलटनमै पर्छ हैन त। अर्को चाहिँ के छ युनिभर्सल सेट छ। यो भनेको चाहिँ लार्जेस्ट सेट इन डिस्कसन अंडर कन्सिडरेसन इज कल्ड युनिभर्सल सेट। अर्को छ फाइनाइट सेट। फाइनाइट नम्बर्स अफ सेटहरु भएको ठाउँमा फाइनाइट सेट्स। अर्को छ इन्फाइनाइट सेट। सो दिस इज अ भेरी इजी टपिक। आई होप यू गाइज अंडरस्ट्यान्ड इट। लेट्स मूव अन टु द अनदर पार्ट दैट इज अबको हाम्रो टपिक चाहिँ रिलेशनशिप बिट्विन सेट्स भनेर छ है। सो सेट्सहरु दुईटा कुनै पनि दुईटा सेट्सहरु बीचको रिलेशनशिप चाहिँ हामीले कसरी क्लासिफाई गरेको छौं भन्दा टोटल 4 वटा सेट्सहरु छ भनेर क्लासिफाई गरेको छौं। सो दैट इज एउटा छ इक्वल, अर्को छ इक्विभ्यालेन्ट, अर्को छ ओभरल्यापिङ, अर्को छ डिसजोइन्ट्स। यो एकदमै सजिलो र एकदमै एक्जाममा इम्पोर्टेन्ट टपिक्सहरु हो। सो एकदमै ध्यान दिएर सुन्नु होला। इक्वल सेट्स भनेको चाहिँ के हो भने सेट्स व्हिच आर एक्ज्याक्टली सेम एलिमेन्ट्स आर इक्वल सेट्स। कुनै पनि दुईटा सेटमा चाहिँ यदि एक्ज्याक्टली सेम एलिमेन्ट्सहरु छ भने त्यो दुईटा सेट्सलाई चाहिँ हामीले के भन्न सक्यौ इक्वल सेट्स भन्न सक्यो। अर्को छ इक्विभ्यालेन्ट सेट। इक्विभ्यालेन्ट सेट्स भनेको के हो भन्दा इक्विभ्यालेन्ट सेट्स
सेट्स which have equal number of elements, कुनै पनि दुईटा सेट्स को यदि कार्डिनल नम्बर चाहिँ सेम छ भने दुईटैको 1 2 3 4 1 2 3 4 सो 4 सी सेट भन्ने सी भन्ने सेटको पनि कार्डिनल नम्बर चाहिँ चारवटै छ, डी भन्ने सेटको पनि कार्डिनल नम्बर चारवटै छ, सो दे आर इक्विभ्यालेन्ट सेट। यसलाई चाहिँ हामीले यसरी डिनोट गर्छौं। अर्को छ नेक्स्ट वान इज ओभरल्यापिङ सेट। ओभरल्यापिङ सेट भनेको के हो भने सेट ह्याभिङ एटलिस्ट वान कमन एलिमेन्ट्स, कम्तीमा पनि दुईटा सेटमा एउटा चाहिँ कमन एलिमेन्ट्स चाहियो। यदि कुनै पनि दुईटा सेट बनाएको छ भनेदेखि केही न केही कमन प्रपर्टी चाहिँ हामीलाई चाहियो। यदि यो दुईटा चाहिँ कमन छ भने चाहिँ यहाँ पनि हेर्नु न सेटहरु के भइराछ, ओभरल्याप भइराछ नि। सो कमन हुँदा के हुन्छ, ओभरल्याप हुन्छ। कुनै पनि दुईटा कुरा कमन हुँदा के हुन्छ, ओभरल्याप हुन्छ। सो सेट पनि सिमिलरली सेट ह्याभिङ एटलिस्ट वान कमन एलिमेन्ट, यदि एउटा मात्रै पनि कमन एलिमेन्ट भयो भने, यदि वान मात्रै यहाँनिर पर्यो भने पनि यसमा पनि वान पर्यो, यसमा पनि वान पर्यो। सो यो चाहिँ के भयो, यो दुईटैको कमन एलिमेन्ट्स भयो। यसलाई चाहिँ हामीले के भन्छौं, ओभरल्यापिङ सेट भन्छौं। यो होल दुईटा सेटको रिलेसनलाई चाहिँ हामीले के भनेर डिफाइन गर्छौं भने ओभरल्यापिङ सेट्स भनेर डिफाइन गर्छौं। र अहिले अब यो तलको सेट्समा एक्जाम्पलमा हेर्दा m equals to 1 2 3 4 5 6 भनेको छ, n equals to 2 1 7 8 9 10 भनेको छ। सो यहाँनिर के भयो, 1 पनि परेको छ, यसमा 2 पनि परेको छ, 3 4 5 6 र 7 8 9 10 परेन। अब 1 र 2 चाहिँ के पर्यो, दुईटैमा पर्यो भनेपछि हियर 2 and 1 आर कमन एलिमेन्ट्स अफ सेट्स m and n। सो यहाँनिर चाहिँ के भयो, ओभरल्यापिङ सेट्समा चाहिँ here 2 and 1 are common elements of set m and n, दुईटै के भयो, सेटको कमन एलिमेन्ट्सहरु भयो। सो नेक्स्ट वान चाहिँ के छ भने डिसजोइन्ट सेट्स भनेको छ। सो डिसजोइन्ट सेट्स भनेको के हो भने सेट which does not have any common elements are disjoint set। कुनै पनि सेट, दुईटा सेटको यदि कमन एलिमेन्ट चाहिँ छैन, दुईटै छुट्टा छुट्टै छ भने that will be disjoint sets। सो यहाँनिर 1 2 3 छ ए मा, 5 6 7 8 छ बी मा। सो दुईटैमा कमन एलिमेन्ट छैन भनेपछि यो चाहिँ के भयो, डिसजोइन्ट सेट्सहरु भयो। यिनीहरुको रिलेसनशिपलाई चाहिँ हामीले डिसजोइन्ट भनेर भन्छौं। सो हाम्रो जम्मा चारवटा रहेछ सेट्सको रिलेसनशिपहरु, दैट इज इक्वल भनेको सेम एलिमेन्ट्स सेम कार्डिनल नम्बर भयो भने इक्वल, डिफरेन्ट एलिमेन्ट्स सेम कार्डिनल नम्बर भयो भने इक्विभ्यालेन्ट, दैट इज कार्डिनल नम्बर भनेको गन्दाखेरि सेम हुने तर के हुने, भित्रको एलिमेन्ट्सहरु चाहिँ अथवा कन्टेन्टहरु चाहिँ इक्वल नहुने, त्यस्तो भयो भने चाहिँ के भयो, दैट इज इक्विभ्यालेन्ट सेट। अनि अर्को छ ओभरल्यापिङ सेट। ओभरल्यापिङ सेटमा दुईटा सेट्सहरुमा यदि एउटा मात्रै एलिमेन्ट कमन छ भने दैट विल बी ओभरल्यापिङ। एउटा भन्दा बढी भयो भने त अझ ग्रेट, दैट विल बी झन् मजाले ओभरल्यापिङ हैन त। सो अर्को छ डिसजोइन्ट सेट। डिसजोइन्ट सेट्स भनेको चाहिँ कुनै पनि कमन एलिमेन्ट हुँदै नहुनु, दैट इज डिसजोइन्ट सेट्स। यसमा चाहिँ कमन एलिमेन्टै भएन भने चाहिँ यो चाहिँ के भयो, सेट which does not have any common element, एउटा पनि कमन एलिमेन्ट छैन, कुनै पनि मिल्दैन एलिमेन्ट्सहरु भित्रको भनेदेखि दैट इज डिसजोइन्ट सेट्स। सो दिस इज हाउ वी क्लासिफाई सेट्स and relationship and we distinguish the relationship between sets। अब चाहिँ हामीले भेन डायग्राम भन्ने टपिकमा जाँदै छौं। सो व्हाट इज भेन डायग्राम भन्दा, भेन डायग्राम भनेको चाहिँ एउटा यस्तो डायग्राम हो जुनलाई चाहिँ हामीले सेट चाहिँ रिप्रेजेन्ट गर्नको लागि बनाउँछौं। सो यसमा चाहिँ सर्कलहरु, ओभलहरु अथवा रेक्ट्याङ्गलहरु युज हुन्छ। प्राय जस्तो सधैं ओभल भन्दा पनि सर्कल प्रिफर गरिन्छ। सो युज कम्पास while doing it। Let's study the following set relationship by Venn diagram भनेको छ। So A is a subset of U। हामीले सबसेट भनेको के हो भनेर पढिसकेको छौं। सो सबसेट भनेको चाहिँ एउटा ठूलो सेट भित्रको चाहिँ केही एलिमेन्ट्सहरु चाहिँ एउटा स्मल सेट बनाएर हामीले क्लासिफाई गर्दियौं भने यो ठूलो सबसेटको चाहिँ सानो सेट चाहिँ के हुन्छ, सबसेट हुन्छ। सो सबसेट भनेको नामैले पनि थाहा हुन्छ, ठूलो सेटको सब, सानोलाई चाहिँ हामीले के भन्छ, सबसेट। जहिले पनि यसलाई चाहिँ हामीले ठूलो सेटको भित्र राखिन्छ, होल सेट नै। सो कहिलेकाहीँ के हुन सक्छ भने कहिलेकाहीँ यसरी ठूलो सेट भित्र सानो सेट पनि आउन सक्छ। सो यस्तो हुँदा पनि यो के भयो, सबसेट नै भयो। यो ठूलो सेटको यो सानो सेट चाहिँ के भयो, यदि A यहाँ छ B यहाँ छ भने B इज अ सबसेट अफ A।
यसरी हामीले बुझ्नु पर्यो सो A इज अ सबसेट अफ U भनेको छ यसमा चाहिँ के रहेछ A भन्ने सेट चाहिँ U को यो युनिभर्सल सेटको चाहिँ के रहेछ सबसेट रहेछ भनेर बुझ्नु पर्यो डिसजोइन्ट सेट्स यो त अघि नै हामीले कुरा गरिसकेको छौं सो डिसजोइन्ट सेट्स भनेको चाहिँ दुईटा सेट्सहरु बीच यदि कुनै पनि कमन एलिमेन्ट छैन भने यो चाहिँ छुट्टा छुट्टै बस्छ यो फिगरमा देख्न सकिन्छ A र B दुईटै के हो U को सबसेट पनि हो यो फिगर अनुसार अर्को के छ ओभरल्यापिङ सेट्स भनेको यो A र B मा चाहिँ कमन एलिमेन्ट्स छ भनेर बुझ्नु पर्यो सो यो चाहिँ दुईटा ओभरल्याप हुँदाखेरि यस्तो हुन्छ अर्को छ तीनटै ओभरल्याप भएको तीनटा सेट्सहरु छ र तीनटै ओभरल्याप भएको छ भने हामीले यसरी तीनटै ओभरल्याप गरिन्छ र यो तीनटैको कमन पार्ट चाहिँ यो हुन्छ अनि A र C को मात्रै छ भने यो हुन्छ A र B को मात्रै छ भने यो हुन्छ B र C को मात्रै छ भने यो हुन्छ सो ओभरल्यापिङ सेट्स भनेको के हो पनि राम्रोसँग बुझ्नु पर्यो अर्को छ यहाँनेरि सो द नेक्स्ट वान इज A B and C यहाँनेरि तीनटा सेट्सहरु यसमा पनि छ तर यसको जस्तो छैन यहाँनेरि चाहिँ के छ A र C चाहिँ के रहेछ डिसजोइन्ट सेट्स रहेछ किनभने यिनीहरुको चाहिँ कुनै पनि कमन एलिमेन्ट्सहरु यहाँनेरि देखिदैन सो A र B चाहिँ ओभरल्यापिङ सेट्स भयो B र C पनि ओभरल्यापिङ सेट्स भयो तर A र C चाहिँ के भयो डिसजोइन्ट सेट्स हुँदाखेरि चाहिँ हामीले यस्तो खाले फिगर बनाउँछौं यो चाहिँ हामीले फिगर बनाउन सिकेको हो सो दैट पछि हामीलाई भर्नको लागि 1 3 5 भनेर एक्सरसाइजेसहरुमा दिँदाखेरि चाहिँ यदि A र C मा चाहिँ कुनै पनि कमन एलिमेन्ट्सहरु छैन भने चाहिँ एन्ड देन वी विल डु लाइक दिस यसरी गरिन्छ त्यतिखेर चाहिँ A र C चाहिँ छुट्टै बनाएर B मा मात्रै कमन एलिमेन्ट्स छ भने हामीले यस्तो खाले फिगर बनाउनु पर्यो सो दिस इज द बेसिक भेन डायग्रामको कन्सेप्ट्सहरु चाहिँ यही नै भयो सो यो सबसेट भन्ने कुरा बुझिहाल्नुभयो डिसजोइन्ट सेट्स भन्ने पनि बुझ्नुभयो ओभरल्यापिङ भनेको दुईटा ओभरल्याप हुने जहाँनेरि चाहिँ कमन एलिमेन्ट्स हुन्छ ओभरल्यापिङ सेट्स A B and C भनेको छ सो यसमा चाहिँ तीनटै ओभरल्याप हुने भयो अर्को छ A B ओभरल्याप B C ओभरल्याप तर A C चाहिँ डिसजोइन्ट्स भएको केसमा चाहिँ हामीले यसरी गर्छौं A B चाहिँ ओभरल्याप B C चाहिँ ओभरल्याप A C चाहिँ के छ डिसजोइन्ट छुट्टा छुट्टै छ दैट्स व्हाई वी डु इट लाइक दिस है सो दिस इज द बेसिक कन्सेप्ट अफ सेट भेन डायग्राम ड्राइङ अबको हाम्रो नेक्स्ट टपिक चाहिँ के छ भने सेट अपरेशन्स भनेको छ सेटको अपरेशन्सहरु चाहिँ हामीले कसरी कसरी क्यारी आउट गर्न सकिन्छ भन्ने एक्जाम्पल हो यो युनियन अफ सेट्स को चाहिँ के गर्ने युनियन गर्ने इन्टरसेक्सन गर्ने डिफरेन्स गर्ने र कम्प्लिमेन्ट गर्ने यति चारवटा अपरेशन्सहरु चाहिँ हामीले सेट भन्ने एक्सरसाइज भित्र गर्छौं सो युनियन अफ सेट भनेको के हो त द युनियन अफ two sets is made by grouping their elements together in a single set के रहेछ युनियन भनेको चाहिँ जोड्नु नामैले थाहा हुन्छ सो युनियन अफ सेट्स भनेको चाहिँ कुनै पनि दुईटा सेट्सलाई चाहिँ हामीले ग्रुपिङ गर्दाखेरि चाहिँ के हुन्छ भन्ने कुरा हो सो हामीलाई बेसिक कन्सेप्ट अफ सेट थाहा छ सेट जहिले पनि के हुन्छ युनिक हुन्छ डिस्टिंक्ट हुन्छ कर्ली ब्रेसेस भित्र क्लोज इन्क्लोज्ड हुन्छ अनि कमाजहरुले सेपरेटेड हुन्छ सो यहाँ पनि त्यही रुल फलो हुन्छ के हुन्छ मेन कुरा हामीले के याद राख्ने सेट जहिले पनि डिस्टिंक्ट हुन्छ कहिले पनि सेम अब्जेक्ट सँगै आउँदैन सो हामीले दुईटा सेटलाई जोड्दाखेरि यदि दुईटामा कमन एलिमेन्ट्सहरु छ भने त्यसलाई के गर्नु पर्यो एकचोटी मात्रै लेख्नु पर्यो किनभने दुईचोटी त रिपिट हुने चान्सै छैन त्यो त सेटको डेफिनेसन नै हैन सो A equals to 1 2 3 4 B equals to 5 6 7 8 ल भन्नुस् त यो सेट कुन सेट हो यो चाहिँ दुईटैमा कमन एलिमेन्ट्स छैन भनेपछि यो चाहिँ डिसजोइन्ट सेट्स पनि हो यो दुईटाको रिलेशनशिप याद गर्दा भनेपछि त यसमा सबै लेख्दा भयो यसमा त रिपिटेसनको केस छैन एक्जाम्पल नम्बर 1 मा तर एक्जाम्पल नम्बर 2 मा के छ 1 2 3 4 3 4 5 6 यसमा 3 4 र 3 4 भन्ने कुरा के भइराछ रिपिट भइराछ भनेपछि एज पर सेटको डेफिनेसन हामीले के गर्नु पर्यो 1 2 3 4 5 6 एकचोटी मात्रै लेख्ने दुईचोटी नलेख्ने किनभने सेटको डेफिनेसन नै के हो दुईचोटी लेख्न मिल्दैन एकचोटी मात्रै लेख्नु पर्यो सो अनि अब हामीले भेन डायग्राम बनाएर त्यसलाई शेडिङ गर्नु छ भनेदेखि यो त हाम्रो कुन सेट हो यो त हाम्रो डिसजोइन्ट सेट हो भनेपछि डिसजोइन्ट सेट बनाएर यसरी शेडिङ गर्ने अनि यो भनेको चाहिँ के भयो A र B को चाहिँ के भयो
सेडिङ भयो युनियन अफ सेट्सको लागि। अर्को छ यतापट्टि एम र बी को, किनभने यसमा त के छ यहाँनेरि कमन एलिमेन्ट्स पनि छ। सो हामीले के बनायौं ओभरल्यापिङ सेट्स बनायौं। सो ओभरल्यापिङ सेट्स सँगसँगै हामीले के गर्यौं अब यो पुरैलाई हामीले के गर्यौं युनियनलाई नै सेट गर्दियौं भनेपछि होल दुईटा सेट्सको चाहिँ यदि हामीले मर्ज गरेर चाहिँ यदि प्लेन सर्फेस जस्तो बनाउनु पर्यो भनेदेखि दैट इज द के हो युनियन अफ सेट्स हो। सो युनियन अफ सेट्स को हामीलाई फर्मुला बनाउनु पर्दा पनि हामीले अहिले नै अलिकति के ट्रिक मैले सुनाइराखेको छु भने हामीले यहाँनेरि के काम गर्यौं त ल हेरौं त। हामीले यहाँनेरि ओभरल्यापिङ को केसमा है डिसजोइन्ट्स को केसमा भनिरहेको छैन, प्राय हामीले अपरेशन्सहरु ओभरल्यापिङ कै केसमा गरिरहेको हुन्छौं एक्सरसाइजमा। सो हामीले यहाँनेरि के गर्यौं 1 2 3 4 थियो, अर्को 3 4 5 6 थियो, दुईटा थियो नि 3 4 त, तर हामीले के गर्यौं एउटालाई मात्रै लियौं, यसको उसको भन्ने हैन, हामीले जस्ट एउटालाई लियौं। भनेपछि हामीले यदि यसको युनियनको फर्मुला के हो त ल मलाई यो चाहिँ यतिकै फर्मुलामै चाहियो भने त हामीले के गर्न सक्यौं यो पुरै प्लस यो पुरै भनेपछि दुईटै आयो राइट, यो पनि आयो भनेपछि 3 4 3 4 पनि सँगै आइराछ यो केसमा है, प्लस हुँदा माइनस यो बीचको राइट, यो बीचमा त के पर्छ 3 4 पर्छ भनेपछि त एउटा 3 4 रिड्युस भयो। अब बच्यो के 1 2 3 4 5 6, अघि त दुईटा 3 4 थियो नि त 3 4 3 4 गरेर आइरा थियो। सो त्यसमा चाहिँ के भयो एउटा 3 4 चाहिँ हामीले रिड्युस गर्दियौं भने चाहिँ युनियनको फर्मुला पनि हुन्छ। सो यो चाहिँ हामीले फेरि पछि फर्मुलाहरुमा पढ्छौं अपरेशन्सहरु सेटको गर्दाखेरि। दिस इज अ न्यू एक्जाम्पल। एक्जाम्पल 1 मा चाहिँ के भने x is a odd number less than 10। x चाहिँ के हो odd number हो less than 10 भनेपछि यसरी लेस देन 10 को odd number आयो। अनि अर्को चाहिँ फ्याक्टर अफ 15 रहेछ भनेपछि फ्याक्टर अफ 15 1 3 5 15। फ्याक्टर भनेको चाहिँ यसलाई के ले जान्छ भनेको है 1 ले जान्छ 3 ले जान्छ 5 ले जान्छ, अर्को 15 ले जान्छ, 2 ले जान्छ त 15 लाई जाँदैन, 4 ले पनि जाँदैन, 6 7 8 9 10 अरु कुनैले पनि जाँदैन। सो 1 3 5 15 आर द फ्याक्टर्स अफ द 15। सो अब यसको चाहिँ के गर्नु भनेको छ युनियन निकाल्नु भनेको छ भनेपछि हामीले पहिला सुरु a को भ्यालुहरु लेख्छौं यसरी। a को यहाँनेरि 1 3 5 7 छ भने 7 9 छ भने 1 3 5 7 9 भनेर a को सेट युनियन b को सेट गरेपछि अब यहाँनेरि के गर्छौं हामीले कमनहरुलाई चाहिँ हटाइदिन्छौं, एकचोटी मात्रै लेख्छौं एन्ड देन बाँकीलाई चाहिँ हामीले पुरै लेख्छौं। भनेपछि 1 कमन छ भनेपछि एकचोटी लेख्ने, 3 कमन छ एकचोटी लेख्ने, 5 कमन छ एकचोटी लेख्ने, 7 कमन छैन एकचोटी लेख्ने, 9 कमन छैन एकचोटी लेख्ने, 15। अब यसको सकेपछि अरु हेर्ने 1 भयो 3 भयो 5 भयो, अब यसमा के बाँकी छ 15 बाँकी छ भनेपछि 15 कमन छ त अब छैन भनेपछि 15 पनि लेख्ने, लेख्नलाई सबै लेख्ने तर कमन भएकोहरु के लेख्ने दुई चोटी नलेख्ने, एकचोटी मात्रै लेख्ने, त्यति हो बेसिक ट्रिक। अब हामीले यदि यसको भेन डायग्राम बनायौं भने चाहिँ 7 9 1 3 5 15 यसरी बन्छ। 1 3 र 5 चाहिँ यसको के थियो कमन थियो, दुईटै सेटमा कमन भएको भएर हामीले 1 3 5 लाई यो बीचमा राख्यौं, यो कमन पार्टमा यो दुईटै गोलोको दुईटैमा पर्ने भागमा चाहिँ 1 3 5 राख्यौं अनि बाँकीमा चाहिँ हामीले के राख्यौं 7 र 9 अनि 15 राख्यौं। सो यो चाहिँ एकदमै इजी एक्सरसाइज हो, दिस इज भेरी इजी कन्सेप्ट। जस्ट के कुरा याद राख्ने सेटको मेन डेफिनेसन के छ त भन्दा कहिले पनि सेम एलिमेन्ट्सहरु सँगै आउँदैन, जहिले पनि सेटमा चाहिँ के चाहिन्छ डिस्टिंक्ट भ्यालुजहरु चाहिन्छ, डिस्टिंक्ट एलिमेन्ट्सहरु चाहिन्छ, यो कुरा चाहिँ युनिक हुनुपर्छ भन्ने चाहिँ जहिले पनि याद राख्ने। So the next topic is intersection of the sets. Set को intersection चाहिँ के हो भन्दा the common elements between two or more sets listing as a different set। के रहेछ अघि हामीले जुन कमन एलिमेन्ट्सहरु भनेको त अब बुझिहालिन्छ, दुईटै एलिमेन्ट्समा दुईटै सेटमा पर्ने एलिमेन्ट्सहरुलाई चाहिँ हामीले के भन्छौं कमन एलिमेन्ट्स भन्छौं। सो कमन एलिमेन्ट्सहरुको चाहिँ छुट्टै हामीले यदि एउटा सेट बनाइदियौं भने त्यो चाहिँ के भयो इन्टरसेक्सन अफ द सेट भयो। भनेको दुईटा सेटमा चाहिँ यदि कमन एलिमेन्ट्सहरु अब यसमा a र b मा कमन एलिमेन्ट्स के छ त 1 छ छैन, 2 छ छैन, 3 छ 4 छ 5 छ
अरु 6 7 8 त यसमा छैन भनेपछि 3 4 र 5 चाहिँ दुईटैमा पर्यो 3 पनि दुईटैमा पर्यो 4 पनि दुईटैमा पर्यो 5 पनि दुईटैमा पर्यो भनेपछि यो त कमन एलिमेन्ट्सहरु रहेछ नि त सो कमन एलिमेन्ट्सहरुको चाहिँ हामीले यदि छुट्टै सेट बनाइदियौं भने दैट विल बी द इन्टरसेक्सन अफ द सेट इन्टरसेक्सनको चाहिँ हाम्रो के हुन्छ जहिले पनि यसरी इन्टरसेक्ट गरेको हुन्छ के यो चाहिँ म चाहिँ कसरी सम्झिन इन्स्पायर गर्छु स्टुडेन्टहरुलाई भने चाहिँ इन्टरसेक्सन भनेको चाहिँ जहिले पनि हाम्रो ग्लासहरु चाहिँ हामीले घोप्टायौं भने के भयो त्यो त इन्टरसेक्ट गरेको जस्तो भयो नि त अनि त्यसपछि ग्लासहरु चाहिँ यदि हामीले ठड्यायौं भने के भयो यो चाहिँ यो माथि राख्यौं भने चाहिँ के भयो त्यो चाहिँ युनियन गरेको भयो नि त पानीहरु हाल्न पाइयो हो इन्टरसेक्ट गरेको चाहिँ कमन इन्टरसेक्ट भयो युनियन भनेको चाहिँ अझै पनि यो चाहिँ पुरै प्रपर्टिजहरु सबै छ भने जसरी भयो है सो इन्टरसेक्ट गर्दा चाहिँ हामीले यसरी उल्टो यु गर्छौं भने युनियन गर्दाखेरि चाहिँ हामीले सुल्टो यु गर्छौं अर्को पनि एउटा तरिका छ बुझ्नलाई युनियन भन्ने वर्डमै यु छ भनेपछि त सुरुमै युनियन भनेको यु भन्ने थाहा पाएपछि त इन्टरसेक्सन भनेको चाहिँ एन यसरी सम्झिने त्यो पनि त सकियो सो यो सिम्बोल्समा चाहिँ एकदमै धेरै कन्फ्युजन हुने गरेको छ यो पनि एकदमै ध्यान दिएर लेख्नु होला सो इन्टरसेक्सन भनेको चाहिँ के रहेछ कमन एलिमेन्ट्सहरुको छुट्टै सेट बनायो भने त्यसलाई चाहिँ इन्टरसेक्सन भन्दो रहेछ अनि हामीले भेन डायग्राममा लेख्दा चाहिँ इन्टरसेक्सन भनेको चाहिँ कमन एलिमेन्ट्सलाई शेड गर्यौं भने चाहिँ शेडेड रिजन इज द इन्टरसेक्सन पार्ट दैट इज कमन भनेपछि के रहेछ शेडेड रिजन चाहिँ यहाँनेरि के रहेछ इन्टरसेक्सन पार्ट रहेछ यसरी पनि बुझ्न सकियो So the next topic is difference of the set. Set को differences हरु चाहिँ के हो भन्नलाई यो टपिक हो डिफरेन्स भनेको चाहिँ के हो भने एउटा सेटमा मात्रै पनि the difference of two set A and B denoted by A minus B is a set of the element of only A which do not belong to B भनेको कमन एलिमेन्टलाई पनि हामीले हटाइदिन्छ मेरो मात्रै हो भने जस्तो के तेरो पनि पर्दैन अह नाइ हाम्रो घरको के हुन्छ प्रपर्टिजहरु बाटो त सबैको कमन हुन्छ नि तर यो घर त मेरो मात्रै हो त आउलास भनिन्छ नि हैन त यतापटि साथ आउलास यतापटि आउलास मेरोतिर केही पनि गर्न पाउँदैछ यो मेरो हो भने चाहिँ त्यो मेरो भनेको चाहिँ के भयो डिफरेन्स अफ द सेट भयो अगाडिकोले चाहिँ जहिले पनि के भन्छ यो मेरो हो भन्छ भनेको X belongs to A but does not belongs to B यदि A minus B छ भने त चाहिँ पर्दैनस् है मेरो ठाउँमा यो चाहिँ मेरो अपना एरिया भन्छ नि यो चाहिँ मेरो The difference of two set A and B denoted by A minus B is the set of the element of only A. A को मात्रै B को केही पनि परेन कमन छ भने पनि लैजा मलाई चाहिएन तर मेरो मात्रै म राख्छु भनेको जस्तो चाहिँ यो difference of the set हो है which do not belong to B. So यसमा चाहिँ के भयो रिमुभ गरियो A इन्टरसेक्सन B सु त यो त 2 4 6 12 यो त P मा पनि पर्थ्यो नि पर्न त तर पनि के भयो यो P मा त पर्थ्यो नि त 2 4 6 12 हरु यो त P मा पनि पर्न त पर्थ्यो नि तर पनि के गर्यो मलाई यो पनि चाहिएन तै लैजा तैले छोको मलाई के पनि चाहिएन तै लैजा मेरो मात्रै छ भने दे भने जस्तो भयो चाहिँ P - Q को भनेको P ओन्ली P मात्रै Q पनि परेन यो भनेको चाहिँ के हो डिफरेन्स भयो है सो x इज x पोजिटिभ इभन नम्बर्सहरु लेस देन अर इक्वल टु 12 भनेको छैन सो यहाँनेरि चाहिँ हामीले त्यो राख्यौं 2 4 6 8 10 12 यहाँ चाहिँ के भयो लेस देन अर इक्वल टु 12 को पोजिटिभ नम्बरहरु सबै आयो अर्को चाहिँ फ्याक्टर अफ 12 आयो सो A - B भनेको चाहिँ के भयो यहाँनेरि A मा मात्रै पर्ने B मा यदि A को B मा पर्छ भने पनि लैजा मलाई चाहिएन भनेको 2 के छ कमन छ लैजा मलाई चाहिएन 4 के छ 4 पनि कमन छ लैजा मलाई चाहिएन 8 के छ सरी 6 के छ 6 पनि कमन छ अह मलाई चाहिएन 8 के छ ओ 8 चाहिँ मेरो मात्रै हो भनेसी ले हैन P ले चाहिँ के भनिराछ 8 चाहिँ मेरो मात्रै रहेछ तेरोमा छैन भनेसी 8 चाहिँ मलाई चाहिन्छ यो चाहिँ मेरो हैन 10 के छ 10 पनि मेरो 12 के छ 12 चाहिँ तेरोमा पनि कमन रहेछ मलाई चाहिएन लैजा भनेपछि यो चाहिँ एकदमै नै के रहेछ आफै गर्छु भन्ने खालको रहेछ हैन त यसरी पनि बुझ्दा भयो सो P - Q भनेको चाहिँ P मा मात्रै बिलोंग्स गर्ने Q मा बिलोंग गरेको पनि चाहिएन प्लस P मै यदि Q सँग कमन छ भने त्यो पनि चाहिएन ओन्ली दिस भन्यो अब यदि हामीले Q - P गरेको भए के हुन्थ्यो त
q minus p गरेको भए के हुन्थ्यो 1 q मा छ 1 p मा छ छैन भनेपछि मलाई चाहिन्छ 1 2 छ लैजा तै 3 छ छैन मलाई चाहियो 4 छ 4 छ लैजा 6 छ 12 छ भनेपछि 1 र 3 चाहिँ के हुन्थ्यो यसरी 1 र 3 चाहिँ के भयो q को मात्रै भयो यहाँ पनि छ 1 र 3 चाहिँ के भयो ओन्ली q भन्यो भने चाहिँ हामीले 1 र 3 लाई लिन्छौं सो यो चाहिँ के हो डिफरेन्स अफ द सेट हो यो पनि एउटा अपरेसन हो यो पनि एकदमै इम्पोर्टेन्ट अपरेसन हो बुझ्दाखेरि एकदमै नै सजिलो छ किनभने यो चाहिँ कमन एलिमेन्ट्स पनि चाहिदैन अर्कोको पनि चाहिदैन तसँग जोडेको केही नै चाहिदैन ओन्ली मेरो छ भने म राख्छु भनेर बनाएको टाइपको सेट हो है So guys, till now we have completed all the topics that is important in sets. First one is set. What is set? Symbols, examples, we have covered it. And then methods of describing a set. Key methods to the description, listing, set builder. We have covered this very well. अर्को थियो cardinal number of set भनेको के हो यो पनि हामीले राम्रोसँग बुझिसकेको छौं अर्को छ types of set, singleton, empty, universal, finite, infinite. All the sets we have covered. अर्को छ relationship between sets, equal sets हो कि equivalent पो हो कि overlapping पो हो कि अर्को disjoints पो हो कि हामीले त्यो पनि हेरिसक्यौं अर्को छ Venn diagram कसरी ड्रा गर्न सकिन्छ यस्तो केसमा के गर्ने यो तीनटा भएको केसमा के गर्ने कुनै पनि ओभरल्याप एउटा नभएको केसमा के गर्ने यो सबै हामीले हेरिसकेको छौं अर्को छ सेट अपरेशन्सहरु कसरी गर्ने युनियन कसरी निकाल्ने इंटरसेक्सन कसरी निकाल्ने सो दिस इज all the topics important for doing the basic in set अब चाहिँ I would like to thank you all for being patient with me अनि यो भिडियो सुनिदिनु भएकोमा very thank you and I hope you guys will like, share and subscribe my channel. Thank you so much guys. Thank you.